यहाँ सबैजनाले यहाँ तलपट्टिको एकचोटि यो भिडियो हेर्नु त। कति बाँकी छ तपाईँको जागिर अवधि? 1.5 वर्ष बाँकी छ। 1.5 वर्ष बाँकी छ। घरमा को हुनुहुन्छ तपाईँको? 2टा छोरा बुढी छोरा पैसा। 2टा छोरा र बुढी। छोराहरू के गर्नुहुन्छ? त्यतिकै पढिरहेको छ। कतिमा? 10। के बच्चाहरूको चिन्ता भएको? दाजु नहुनुहोस्। देश बनाउनलाई सहयोग गर्नुभन्दा पहिला बरु तपाईहरुको आफ्नो कर्मचारीहरूलाई चाहिँ राम्रो स्यालेरी दिने चाहिँ व्यवस्था गर्नुस्। अब हाम्रो देशमा सरकारी कर्मचारीहरूलाई दिने स्यालेरीमा त घोटाला हुन्छ हैन। अब त्यही कर्मचारीहरूको स्यालेरी पनि लुटेर खाएर भ्रष्टाचार गरेर अनि आजको समयमा चाहिँ एउटा चाहिँ नेपाल प्रहरीमा काम गर्ने मान्छेको चाहिँ जिन्दगी यस्तो छ के त्यो मान्छेले दुई छाक टार्नलाई र आफ्नो बच्चाबच्ची पढाउनलाई पनि यति धेरै धौधौ र गाह्रो छ कि हैन। मान्छेले बोल्न र भन्न मात्र नसकेको के आजको समयमा बुझ्नु भयो नि यति कुरा हैन। किन भनेर भन्दाखेरि अब कसरी भनौं, अब बोलौं भने जागिर जान्छ, अब नबोलौं भने घर परिवार पाल्न सक्छ। किन भनेर भन्दाखेरि यसको पछाडी सबैभन्दा ठूलो हात कसको छ? हाम्रो सरकारको छ नि। सरकारले यो मान्छेहरूलाई न राम्रो तरिकाले भत्ता दिन सक्छ, न राम्रोसँग स्यालेरी दिन सक्छ। अब राम्रोसँग स्यालेरी दिउँ भने देशको ढुकुटीबाट दिने, अब देशको ढुकुटीबाट दिउँ भने फेरि आफ्नो लागि के पनि बच्दैन। अनि फेरि त्यही देशको ढुकुटीबाट चाहिँ पैसा झिकेर फेरि भ्रष्टाचार पनि त गर्न पर्यो नि त। अनि फेरि नेपाल सरकारको चाहिँ कर्मचारीहरूलाई फेरि त्यसरी पाल्न थाल्यो भने फेरि आफूले भ्रष्टाचार गर्नलाई पैसा बच्दैन नि त हैन। आफूभन्दा तल काम गर्ने मान्छेको त जेसुकै होस् नि, आफूलाई होस्, आफूले खान पाऊँ, आफूले भ्रष्टाचार गर्न पाऊँ, आफू धनी हुन पाऊँ र आफ्नो पार्टीको कार्यकर्तालाई धनी बनाउन पाऊँ, त्यति भए त भइहाल्यो नि। अरु के चाहियो र? हाम्रो सरकारमा बस्ने मान्छेहरूलाई चाहिँ बस भ्रष्टाचार गर्न पाऊँ, खान पाऊँ, लुट्न पाऊँ, देश डुबाउन पाऊँ, यति भए उनीहरूलाई पुग्छ। नत्र भने आफूभन्दा तलको मान्छेलाई त एउटा किरा समान सोच्छ के यिनीहरूले। अहिलेको समयमा एमालेको नेताहरूले चाहिँ गएर चाहिँ यसरी कार्यक्रम राख्दाखेरि मान्छेहरू कति धेरै भरिपूर्ण हुँदो रहेछ, कति मान्छेहरू सुन्न खोज्दो रहेछन् भनेर चाहिँ तलपट्टिको भिडियो हेर्नु एकचोटि कति धेरै मान्छे छन् यहाँनिर सुन्ने मान्छे। नेपाली जनतालाई केन्द्रबिन्दुमा राखेर जनताको आवश्यकताहरूलाई पूर्ति गर्नको लागि र आम नेपाली जनताको जीवन र जीवकोपार्ज सहज गर्नको लागि हामीहरू चाहिँ त्यसैमा चाहिँ केन्द्रित भएर हामी चाहिँ लागिरहेको कुरालाई पनि म यहाँ चाहिँ भन्न चाहिँ चाहन्छु। र म सबैलाई चाहिँ विनम्रताका साथ के भन्न चाहन्छु भन्दाखेरि यो चाहिँ केही कमजोरी भएको होला। देख्नुभयो नि कति धेरै मान्छे छ। ए भगवान, नेपाली जनतालाई एमाले पार्टीमाथि अनि एमालेको नेताहरूमाथि कति धेरै विश्वास रहेछ। देख्नुभयो नि कति धेरै पुरै कुर्सी पुरै फुल के तपाईहरुले चाहिँ यत्रो 18-19 वर्षमा चाहिँ देशलाई चाहिँ बेचेर खाएर डुबाएर सकाइदिनु भइसक्यो। जति कमाउनु थियो कमाइसक्नु भयो, जति लुट्नु थियो लुटिसक्नु भयो, जति भ्रष्टाचार गर्नु थियो गरिसक्नु भयो। अब चाहिँ धेरै भइसक्यो। अब तपाईहरुले चाहिँ आएर हामी नेपाल बनाउँछौँ भनेर तपाईहरुले भन्नु पर्दैन। नेपाली जनताले आफै बनाउँछन् आफ्नो देश। राजा आएपछि बालेन शाह, रवि लामछाने, अर्क साम्पाङ जस्तो मान्छेहरूलाई चाहिँ एउटा निर्वाचित कार्यकालीन एउटा चाहिँ प्रधानमन्त्री चाहिँ नेपाली जनताले चाहिँ चुज गरेर गएर चाहिँ त्यो मान्छेलाई माथि चढाएर अनि बल्ल बन्छ देश। देशभरिको जनतालाई दुःख दिएको छ। देशमा रोजगारी भन्ने चीज केही पनि छैन। देशमा बेरोजगार बाहेक अरु कोही पनि छैन। मान्छेहरूले आफ्नो देश छोडेर जानी बाहेक अरु कुनै पनि उपाय छैन। मान्छेलाई अरूको देशमा गएर श्रम गर्न परेको छ, दुःख गर्न परेको छ, अनि त्यहीँबाट कमाएर पठाएको पैसाले देश चलिरहेको छ। अनि तपाईहरु आएर चाहिँ त्यही रेमिटेन्सको पैसा चाहिँ हातमा लिएर हामी बनाउँछौँ देश भनेर भन्नुहुन्छ। देश बनाउनलाई देशभित्र युवा चाहिन्छ, देशभित्र मान्छे चाहिन्छ। आजको समयमा त्यही देश बनाउने मान्छेहरू अरूको देशमा गएर अरूको देश बनाइरहेको छन्। तर पनि तपाईहरुलाई अलिकति पनि लाज शरम भन्ने चीज छैन कि अझै पनि आएर भन्नुहुन्छ हामी देश बनाउँछौँ। एउटा घर बनाउँदाखेरि घरमा चाहिने एउटा पिल्लर हो, घरको एउटा खम्बा। अब देश बनाउनको लागि त्यही युवा चाहिन्छ। देशको एउटा खम्बा, एउटा पिल्लर भन्नु त्यो युवा हो। अब देशको युवालाई त तपाईहरुले बाहिर खाडीमा र अरू देशमा तपाईहरुले बेचिसक्नु भयो। अब कुन चाहिँ आधारमा आएर चाहिँ भन्नुहुन्छ कि हामी देश बनाउँछौँ भनेर? कसरी बनाउनुहुन्छ देश? हिजोको समयमा अमेरिकाले आएर यत्रो भ्रष्टाचारी चोर फटाको देश भनेर भनिसक्यो। यतिसम्म भनेर सुन्दा पनि तपाईहरु अलिकति लाज शरम भन्ने चीज छैन हैन? अझै पनि आएर चाहिँ तपाईहरु भन्नुहुन्छ कि हामीलाई अझै एक मौका दिनुस्। कुन आधारमा दिने मौका? तपाईहरुले 18-19 वर्षदेखि मौका मात्र दिएको हैन र नेपाली जनताले मौका त यत्रो मौका दियो कि तपाईहरुलाई। तर त्यो मौकामा चाहिँ तपाईहरुले देश बनाउनुको साटो तपाईहरुले चाहिँ भ्रष्टाचार गरेर देशलाई डुबाउने काम चाहिँ गर्नुभयो के? नेपाली जनतासँग कुनै पनि एउटा उपाय नभएको कारणले गर्दा आजको समयमा नेपाली जनताले चाहिँ हाम्रो राजा आयो भने चाहिँ हाम्रो देश बच्छ र राजा आएपछि गर्छु भन्ने मान्छेले चाहिँ ठाउँ पाउँछ भन्ने एउटा आधार, एउटा चाहिँ नयाँ चाहिँ बाटो देखेको कारणले गर्दा राजा खोजिरहेको। हिजोको समयमा तपाईहरुले आफ्नो टाइममा नेपाली जनताले चाहिँ तपाईहरुलाई बारम्बार मौका दियो, तपाईहरुले बारम्बार निराश बनाउनु भयो नेपाली जनताहरुलाई। कुन चाहिँ आधारले बनाउनुहुन्छ र कसरी बनाउनुहुन्छ भन्ने कुरा नि तपाईहरुको उखान टोकाले व्यक्त गर्दैन। त्यो कारणले गर्दा तपाईहरुको समय गइसक्यो। अब चुप लाएर घरमा बस्नुस् हैन, भत्ता खानुस्। नेपाली जनताले तिरेको छन् पैसा, त्यही पैसाबाट तपाईहरुलाई भत्ता आउँछ, तपाईहरुको परिवार पनि पालिन्छ। तर देशमाथि एउटा कृपा गरिदिनुस्। त्यो के हो भनेर भन्दा आफ्नो पदबाट राजीनामा दिनुस्। यदि तपाईहरु चाहिँ देशको लागि केही गर्न चाहनुहुन्छ भने यति कृपा गरिदिनुस् देशमाथि। यो भन्दा बेसी नेपाली जनताले तपाईहरुबाट केही मागेको पनि छैन। र हाम्रो देशको सुरक्षा गर्नको लागि चाहिँ आजको समयमा सबै 3 करोड नेपाली जनताहरु चाहिँ उठेर चाहिँ सबैजना अगाडि बढेर चाहिँ हाम्रो देशमा चाहिँ राजसंस्था फिर्ता लिएर आउनुपर्छ। तब नै चाहिँ हामीले चाहिँ हाम्रो देश जोगाउन सक्छौं, बचाउन सक्छौं र एउटा राम्रो बाटोमा चाहिँ लिएर जान सक्छौं। सबैजनाले यो कुरामा साथ दिनु होला र अगाडि बढ्नु होला। जय नेपाल, जय राजतन्त्र।